यहाँनिर एक्सर्साइज गर्ने हरेक कुरो चाहिँ हजुरलाई म देखाउने छु। हेलो गाइज, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। सो गाइज, हामी चाहिँ यसो माइन्ड फ्रेस गर्नको लागि यसो मासतिर आएको। यस्तो जङ्गलमा चाहिँ कस्तो आनन्द आउँछ यो ठाउँमा आउन चाहिँ। र बुढानी घन्ट नारायणथानी त माथिपट्टि हो। सो हजुरहरू पनि हेर्नु सक्नुहुन्छ यस्तो र है म्यान्जे पनि फुल हेर्नु न, फुल यस्तो राम्रो। म्यान्जेलाई बोल्नै आउँदैन। ए हो गाइज, र म चाहिँ मासतिर यसरी चरा चुरुङ्गीको किरा फट्याङ्ग्राको सबै हजुरहरूले चाहिँ आवाज सुन्नु सक्नुहुन्छ। हजुरहरूले सुन्नु हुन्न होला सायद है, र माइकबाट हो यो चाहिँ। र यस्तो मजाको मौसम भएर चाहिँ जङ्गल छ चारैपट्टि। कति दिन भइसक्यो थियो पानी परेको थियो, आज यस्तो राम्रो मौसम खुलेको छ। यहाँ हेर्नु सक्नुहुन्छ, यहाँ हजुरहरू आराम गर्ने ठाउँ पनि, रेस्ट गर्ने ठाउँ। र यता मासतिर पनि अब यहाँ चाहिँ यसो हजुर माथि आएर भिडियो पनि बनाउनु सक्नुहुन्छ। यहाँ यस्तो राम्रो ठाउँ छ क्या, दामी खानु सही हिँड्दा छ। म चाहिँ गर्मी भयो तर राम्रो छ है यो ठाउँ चाहिँ। यसो भिडियो गर्नु पनि यस्तो राम्रो छ, ठाउँ पनि दामी छ है। यहाँनिर 4-5 जना 20-25 जना आएर यहाँनिर टक्क भिडियो पनि बनाउन सक्नुहुन्छ। यो यस्तो राम्रो ठाउँ छ कि यहाँनिर। यहाँ म भिडियो बनाउँछु यहाँनिर आएर प्रायः जस्तो। अझ यता मासतिर छ, हामी त मासतिर जानु लाग्यो हो। यहाँनिर पुरा हेर्नु सक्नुहुन्छ है, मान्छे उहोरदोहोर भएर हुन्छ यहाँ चाहिँ। हामी अब मासतिर जानु लागेको एकछिन अनि फ्रेस गर्नु होला चाहिँ। र के कस्तो हुन्छ हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, र म पनि हजुरको कृपाले राम्रै छु भनौँ। यस्तो राम्रो भ्यू हेर्न सक्नुहुन्छ हजुरले, कस्तो राम्रो देख्छ। काठमाडौँ ठाउँमा पनि यस्तो राम्रो देखिन्छ। आमा क्यामेरामा त वा, कस्तो सोलिड टाइपको देखिरहेको छ। वा यार, मेरो चाहिँ त तल हो, त तलपट्टि पर्छ र हामी चाहिँ यहाँबाट आएको छ। कस्तो राम्रो देखिरहेको छ मौसम। वा, चट्टसँग हेर्नु सक्नुहुन्छ। र म पनि यतै छु, के कस्तो लाग्छ। म चाहिँ लङ टाइमपछि चाहिँ सर्टसँग आफ्नो भिडियोमा चाहिँ आएको छु, र सर्ट भिडियोतिर चाहिँ आइरहेको छु। के भनौँ गाइज, हेर्नु सक्नुहुन्छ। वा, कस्तो राम्रो देखिरहेको छ क्या। सो गाइज, अलिकति माथि आइपुगेको छु। आइनुपर्ने यसो टिकटक बनाउँदै फोटोहरू पनि झलक झुलुक खिच्दै, र यसरी मन शान्त छु। यस्तो ठाउँमा आएर चाहिँ, हामी जस्तो ठाउँमा आएर चाहिँ मन शान्त एकदम खुसी चाहिँ हुन्छु। सो है गाइज, यसरी आइरहनुपर्छ, यस्तो जङ्गलमा आइरहनुपर्छ। सधैँ अब रुममा मात्रै बसेर पनि हुँदैन। त्यही भएको कारणले हामी चाहिँ यहाँनिर चट्टैसँगले आइरहेको छु। म्यामज्यू पनि यहाँ पछाडि पुरै स्माइल गर्दै पुरा है। म्यामज्यूलाई चाहिँ अलिकति बोल्नु चाहिँ अलिक अप्ठ्यारो हुन्छ, त्यही भएको कारणले चाहिँ उहाँको यहाँ अब जङ्गलको बिचतिर भटकाउँदैछु। के कस्तो लाग्छ हजुर पनि कमेन्ट गर्नु होला, के कस्तो लाग्छ है। सो त्यति नै भन्दै र हजुरहरूलाई सबैजना साथ सपोर्ट चाहिँ गर्दै गर्नु होला भन्न चाहन्छु। र हजुरहरूलाई म यहाँनिर एक्सर्साइज गर्ने हरेक कुरो चाहिँ हजुरलाई म देखाउने छु। हेर्नु होला, स्योरसँग हेर्नु होला है, स्योरसँग हेर्ला को गर्नुहुँदो रहेछ यहाँनिर, हेर्नु पर्यो। हेर्नु होला है गाइस। यस्तो छ तर बार पो अस्ति 12 थियो, 12 थियो है। यहाँ हेर्नुलाई यहाँबाट यस्तो राम्रो देखिन्छ ठाउँ त, पुरै झलक्कै। हेर्नु होला, कस्तो राम्रो देखिरहेको छ। हजुरहरूले देख्नु भइरहेको होला सायद। यहाँ नेपालको झन्डा पनि हेर्नु होला के कस्तो लाग्छ, र हजुरलाई म देखाउने छु।
यहाँ म्यामजी पनि पुरै यहाँनिर अस्ति नगमा पुरै खतरनाक डेन्जर खतरनाक नै हो क्या मान्छे त बाफ्रे त्यस्तो डेन्जर खेल्नुहुन्छ यहाँ अब थरी थरी छ खेल्ने कुराहरू पनि यहाँ पनि हेर्न सक्नुहुन्छ पुरा है यतातिरै पुरा यस्तो छ यहाँनिर सिआरटीसँगले र के कस्तो लाग्छ र सबैजनाले माया देखाइदिनु भन्न चाहन्छु त्यही भएको कारणले चाहिँ अलिक हल्का चाहिँ हजुरहरूलाई म मेरो युट्युब च्यानलमा चाहिँ यसो हजुरलाई अब के भन्नु आउँछस् मेरो न्यू भिडियो भनेर चाहिँ यसो भिडियो बनाएको के कस्तो लाग्छ सबजनालाई माया देखाइदिनु भन्न चाहन्छु साथ सपोर्ट गरिदिनु भन्न चाहन्छु र हामी चाहिँ यसरी अब खासै बाहिरतिर चाहिँ जानु भएको छैन यसो आफ्नो रुमको मास्तिर त्यस्तै हो राम्रोसँग यतातिर ल त गाइज सबैजनालाई बाई बाई